हेलो एन्ड नमस्ते सबैजनालाई धेरै धेरै माया र धेरै धेरै सम्झना छ। सो म चाहिँ एकदमै सन्चै छु होइन। हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। सो सबैजनाले मेरो मिनी भ्लगलाई सपोर्ट र माया गरिदिनु होला है। अनि सो मलाई चाहिँ लास्टै टेन्सन भएको थियो क्या आज। के भएको थियो भने मेरो जुत्ता चाहिँ बाहिर राखेको थियो होइन। कुकुरले लगेर आधी जुत्ता त खाइदिएछ क्या। अनि सो त्यो दोतिर भेटेर थिएँ मैले त्यो जुत्ता जस राति लिएर गएछ नि त बाहिर थियो। अनि त्यस पछाडि मैले खोजेँ कता कता खोजेँ यताउति हेरेँ यताउति कहीँ पनि थिएन क्या बाहिर। अनि अलिक तल गएको उता पर लागेको रहेछ क्या। सो त्यो जुत्ता चाहिँ मैले लिएर आएँ तर आधी त छैन यार, खाइदिएछ रातभरि। सो अनि यो चाहिँ मेरो रुम यस्तो छ क्या, बर्बाद छ। यहाँनिर यस्तो छ लुगाहरू खत्तम छ। यो कुकुरी रातभरि हल्ला गरेर सुत्नै दिँदैन क्या, कस्तो डिस्टर्ब गर्छ नि। सो म चाहिँ खानासाना खाइसकेँ अनि यो भाँडा चाहिँ बिहान माझ्नुपर्छ किनभने मलाई त झ्याउ लाग्छ नि त भाँडा रातिहरू। अनि तपाईँहरूलाई रुम चाहिँ यस्तो छ, यस्तो हालतमा छ क्या, खत्तम छ एकदमै खत्तम यस्तै छ गाइस। अनि सो म के भन्न चाहन्छु भने सबैजनाले मलाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। मेरो टिकटकमा, मेरो फेसबुकमा, मेरो युट्युब च्यानल भर्खर मैले भिडियोहरू यसो अलिअलि हाल्न थालेको छु। त्यो सबै के कस्तो लाग्छ तपाईँहरूले हेरेर भन्न सक्नुहुन्छ है। ओके गाइस, आजको लागि चाहिँ यति नै हो भन्दै म अहिलेलाई टाटा बाई बाई गुड नाइट भन्न चाहन्छु। सो इट्स मी पदम भुजेल फ्रम तेह्रथुम नेपाल। ओके गाइस, बाई।